हाई गाइज वेलकम ब्याक टु अभिक्सा ब्लग्स। तपाईहरुलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज पनि म आइसकेको छु मेरो साथी एन्जेला बुढाथोकीसँग चाउमिन मुकबाङ लिएर। चाउमिन मुकबाङ लिएर। चाउमिन चाहिँ छ, काँक्रा चाहिँ हामीले चक्कु भेटाएर पनि त्यही भएर आधा आधा भात दिएछौँ काँक्रा चाहिँ। ल अब चाहिँ सुरु गरौँ खानातर्फ, किनभने आज हाम्रो घरमा धेरै मान्छेहरू छन्, त्यही भएर आज चाहिँ हामी भाउजूको घर आएर चाउमिन खाने मुकबाङ गर्ने योजना गराएको छ। ल एन्जेलाजी खान त अब खाइ ल। ल टुक्ले खाइ ल। टुक्ले यस्तो गरम ल थमेल यस्तो गर्न यस्तो क्या खाला मैले ओइ पानी ल्याएर नि हामीले हामी चाहिँ पानी ल्याएर बिर्स्यौँ गाइजहरू। छैन पानी ल्याइदेऊ त जाऊ। त्यही भए भने तिमीलाई 2 चम्मच चाउमिन ल्याइदेऊ, पानी ल्याइदेऊ। मिठो छ नि काउटो ल्यायो तिमी लास्टमा गएर चाउमिन सक्यो गरे ब्लग नभएको गरे क्या। लास्टमा फेरि अनि किन गरेको छ हिन्दू तुम्हारे बाबू को दूध पनि खाइदियो होला नगर है मेरो ब्लगमा। होइन तँ बाबु दुध किन खाएको पागल जस्तो दिमाग नगएछ हामी चाहिँ भन्छ टुक्ले चेस गरौँ त एकचोटि गर्ने हो र भोलिबाट घर जाने ल मम्मीलाई भन्छु कि भन्दिन ल हामी चाहिँ अहिले खाइ 1-2 चोटि खाइसक्यो चेस के के घर जाने भोलिबाट सोध्यो पापा के काम छैन एकदम गाइजर एउटा हाम्रो यो होइन बारे त झुटो सेफ झुटो लगाउनु गोविन्द म काट्दिन्छु क्या यो बोल यो काटेर काट्दिन्छु मलाई काट्न पनि आउँछ आजकल। एउटा काट चारी फेरि धेरै यहाँ बढी बढी हुने फेरि अहिले जति राम्रो केही नभन गर्ने दिमाग नआएको जस्तो धनिया टाउप देना चाहिए तर बस सकिन गाजर घिनाइमा गराइदिएर यार माफ गरिदिनु होला, हल्ला धेरै भइराख्यो हा यहाँ एउटा छ क्या चुला सुटे भने गाली गर्छु फेरि जाम जाला पड्की पड्की मार्ने तो बिस्तारै खाइ नसला रेला भिडियो बनाउने हामीले चाहिँ पानी ल्याउनु बिर्स्यौँ के हो न पानी ल्याउने मान्छे कोही छैन होइन पानी नखाइकन त्यो गर्नुपर्छ होइन। मैले पानी ल्याउनु भनेको थिएँ यो फेरि मोबाइलहरू लागि के बसिकन पानी तर नल्याउनु। मैले पहिले सोचेको थिएँ पानी ल्याउने भनेर यो चाहिँ मेरो एकदम मिठो साथै एकदम गुड फ्रेन्ड है। अर्को पनि छ भैसा, त्यसलाई म सन्ध्या, त्यसको नाम सन्ध्या खड्का हो, त्यो घर गएर एकदम अन्त बिहान बहुत धेरै मान्छे आएको छ जान्न म त आज अन्टु गरेर जाने सुत्न लगाइदिन्छु मैले त्यहाँ मेरो फोटो कसरी मान्छे मम्मीलाई भनिदिन्छु नि यस्तो गर्छ पैसा गर्नु खाँदा मेरो काका सकिन लाग्यो यार साह्रो के भयो चाल्न सकिनु अरे बढेको भयो तिमी
चाउमिन चाहिँ एकदम मिठो छ। यो त हाम्रो स्पेसल ठाउँबाट खजुराबाट ल्याएको हो। सबभन्दा मन परेको बहुत मिठो बनाउनुहुन्छ। देवी दाजु बुढा देखिसकेको छु मैले। कहाँ देख्नु भयो सन्ताल देखाइदियो मोबाइलमा सन्ताल देखाइदियो। मैले एनिभर्सरीको यस्तो यो भिडियो गराएको छु कस्तो ए भोलि नि राति हाल्छु भोलि चाहिँ मेरो मामा माइजूको एनिभर्सरी हो। तपाईँलाई देखाइदिन्छु कसको है। उइ नदेखाउने गरे अलि रात रात हुन्छ के यता नदेखाउने देखाउँदा क्या धेरै राम्रो छ। यहाँ चाहिँ किरा जस्तो छ। अलिक गीत मिलेर नेपाली गीत बनाएको हुन्छ होला यो हिन्दी गीतै मिठो लाग्दैन। मिठो लाग्दैन हिँड्दै कि अहिले मिठो लाग्छ साथी मेरो बाबाको गाडी कसले थाहा त मैले अघि हेरेँ कस्तो राम्रो मैले म पनि बस्छ यही हो गाडी म आज त गाडीमा बस्याँ हेर त भाउजू बिग्रिको होला सायद। आज त्यो कसले बनाइदिँदा खानु आन्टीले बिचरा चलाउन आउन बर्थडे गिफ्ट बर्थडेमा दिने कि होइन यो त्यो हो क्या। चाउमिन चाहिँ एकदम मिठो छ। काँक्रा चाहिँ भ्यायो। अब यसको बम मात्रै छ यसलाई फाल्दिनँ। चाउमिन चाहिँ भेन लाग्यो गाइस केही थमेलै गराएनौँ यस्तो पनि देखाएनौँ के गरेनौँ। कप खायौँ कप यो थम्नु न डिउ भइदिए झन् त डिउको होला एउटा यार के गर्ने गरिब परेर आफू त। खाली पेटे खाइकन कस्तो अर्को भयो यार पेट। त्यो एउटा कुरा सुनेको थिएँ के सन्तान्तीले भन्नुहुन्थ्यो भात पस्यो भात तरकारी सबै पोख्छ। हाँसी हाँसी खै के भात र त्यो बेला बलङ नभए गएर के टिकुले यसो गीत हाम्रो त चाउमिन सक्क सिकेर पनि आयो हल्का हल्का धेरै त आएन यार पिरो भयो तर एकदम एकदम पर्फेक्ट। तर मेरो छिटो भेन्छ भने त्यो भयो लोटसको फुल जस्तो हुनु पर्यो फुल केटी पाइने यो खा पानी ल्याइन आउँछ कृष्ण दाई भन्ने आयो क्या है आयो नि बुढ्यो त यहाँ अस्ति त्यहाँ अप्सरा बहिले भन्नुहुन्थ्यो हाम्रो चाहिँ यहाँको मोबाइल लाग्ने ठाउँ चाहिँ यो है। के गर्ने पानी ल्याउँदा जाऊ। हाम्रो ब्लग कस्तो लाग्यो लाइक सब्सक्राइब गरिदिनु होला सेयर गरिदिनु होला। हाम्रो तपाईँले हाम्रो ब्लग कस्तो लाग्यो राम्रो लागेको छ भने लाइक सब्सक्राइब गरिदिनु होला। धेरै हल्ला भयो फेरि हल्ला भयो भने माफ गरिदिनु होला किनभने यस्तै हुन्छ हाम्रो गाउँतिर चाहिँ एकदम। गाउँ भनेको गाउँ होला भइहाल्छ त्यही त गाउँ भनेको त हल्ला हुने नै गाउँमा हो त। यो सहरको जस्तो घर होइन भित्री कोठामा बन्द रहने जेलमा जस्तो तर यो गाउँ हो मजाले खुल्ला रूपमा जान पाइयो जहाँ पनि। प्रकृतिले दिएको हामीलाई यो टोयलेट गर्न पनि जान पायो के त यति बेला आज मेरो भ्लगमा बेइज्जत हान्ने भयो गाइजहरू तर ठिक छ आजलाई यति। हस् त धन्यवाद। अरू राम्रो राम्रो भिडियो हेर्नु छ भने मेरो भिडियोमा सब्सक्राइब गरिदिनु होला। आजलाई यति बाई टाडा बाई बाई।